तयार छ मेरो। आज एउटा टिकटक बनाउन गएको थियौँ दुई बहिनी मिलेर। त्यो गीत 10 चोटि नाच्दा पनि नजान्ने, 10 चोटि नाच्दा पनि ट्राई गर्दा पनि बहिनीले सिकाउँदा पनि नजान्ने म। नाच्दा नाच्दा थाकेर बहिनीको हालत त्यस्तो छ। मलाई सिकाउँदै सिकाउँदै थाकेर यसरी खान्छ। माछी दाइले डालै हान्यो, माछी पर्यो जालैमा भन्ने गीत के? 10 चोटि सिकाउँदा पनि नाच्न नजान्ने म। सिकाउने उहाँ, मेरो नाच हेरेर मजाक उडाउने उहाँ, मेरो छोरा। वर्षमा 28 भए। नाच्न मलाई मेरो 5 वर्षको छोरा बराबर आउन, तर नाच्नु होला है सबैजना। हालिहाल्छु, रहर त कति हो कति, नाच्न नजाने पनि हालिहाल्छु जस्तो भए पनि। नराम्रो भए पनि हेरेर चाहिँ माया गरिदिनु होला, नाच्नु होला। अब डान्स सिक्न पर्ने देखियो पनि गाह्रो छ। यसो बुढालाई फगाएर डान्स सिक्नु कि भनेको बुढाले मान्दै मान्नु भएन। अब यदि उहाँ डान्स क्लासमा जानुभयो भनेपछि डान्स गर्ने मान्छे उहाँले डान्स त्यो गरेको देखेपछि त त्यो मान्छे ढल छोराले उडायो। एक दिनमा कम्तीमा पनि 20 चोटि त दुइटाको भने खान्छु मैले पनि भन्छु।